भुम्लु गाउँपालिका वडा नम्बर 10 का लागि काभ्रे प्रेसको प्रस्तुति। दोलालघाट। जननी जन्मभूमिश्च स्वर्गादपि गरिएसी। आमा र जन्मस्थान स्वर्गभन्दा पनि माथि हुन्छ। आउनुहोस् आजैबाट आफ्नो जन्मभूमिलाई स्वर्ग जस्तै बनाऊ। जसले एउटा यस्तो सभ्यताको निर्माण गर्यो, जसले प्रकृतिलाई आफ्नो मेरुदण्ड बनाएको छ, यही प्रकृतिको अधरमा लटपटिएर सदियौंदेखि कयौं प्राणीहरूले आफ्नो पुस्तान्तरण गराइराखेका छन्। कतिको भोक प्यास मेटाएको छ भने युग युगान्तरसम्म आफ्नो पहिचान प्रदर्शन गरिराखेको छ। हो यही इन्द्रावती नदी र यसको तीरमा अवस्थित दन्तलहर जस्तो देखिने दोलालघाट र यसको सेरोफेरोको कुरा गर्दैछौँ हामी। हरियो डाँडा, वनपाखा, पखेरी, कलकल र कञ्चन बग्ने झरना खोला, अविरल बग्ने इन्द्रावती नदी र इन्द्रावतीलाई चुम्बन गर्न आइपुग्ने भोटिकोसीको वर्णन गरेर साध्य छैन। त्यस्तै माथितिर तह तह परेका थुम्का, डाँडा, भन्ज्याङ, चौतारी, ती ताती मिलेका बारीका लहरहरू, स्वच्छ हावा, सफा वातावरण, चराचुरुङ्गीको त्यो सङ्गीतमय धुन, त्यसमाथि अझ बादलको नृत्य जस्तो स्वर्गीय आनन्द आउने ठाउँ हो भुम्लु गाउँपालिका वडा नम्बर 10 दोलालघाट। सङ्घीय राजधानी नजिक रहेको जिल्ला काभ्रे पलाञ्चोकमा 13 वटा स्थानीय तहहरू रहेका छन्। तिनै मध्येको पर्यटकीय सुन्दर हराभरा र सम्भावना नै सम्भावना बोकेको स्थानीय तह हो भुम्लु गाउँपालिका। यस पालिकाभित्र 10 वटा वडाहरू रहेका छन्। सापिङ, सिमथली, बेक्सिमले, भुम्लु चौबास, भुम्लु सल्ले, भुम्लु कोलाती, भुम्लु फलाटे, भुम्लु टार, दोलालघाट र ज्याम्ती पर्दछन्। यसमा पनि आर्थिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले विशेष महत्त्व बोकेको वडा हो वडा नम्बर 10 दोलालघाट। काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिकाको वडा नम्बर 10 साबिकको दोलालघाट गाविस अन्तर्गत पर्ने वडाहरू दोलालघाट, चाखोला, नौले गाउँ, गैरी गाउँ, काफलपानी, सेलपाखा, परिवर्तन डाँडा, खुम्बारी, माझगाउँ, कोलामुनि, बुढाथोकी डाँडा, पिपल डाँडा, यिनै वडाहरू मिलेर बनेको वडा हो दोलालघाट वडा नम्बर 10। पूर्वमा तेमाल गाउँपालिका, पश्चिममा पाँचखाल नगरपालिका, त्यस्तै उत्तरमा भुम्लु 7 र दक्षिणमा पाँचखाल नगरपालिका रहेको छ। पहाडी भूबनोट रहेको यस वडा काठमाडौँबाट अरनिको राजमार्ग 54 किलोमिटरदेखि सुरु हुन्छ भने थप 3 किलोमिटर सहायक मार्ग हुँदै वडा भवनसम्म पुग्न सकिन्छ। 2078 को राष्ट्रिय तथ्याङ्क अनुसार यस वडाको कुल जनसङ्ख्या 2200 हाराहारी रहेको छ भने यसमा 55% महिला र 45% पुरुष रहेका छन्। जम्मा 600 घरधुरी रहेको वडामा प्राय शिक्षित तथा साक्षरता सङ्ख्याहरूको उल्लेख रहेको छ। विकास तथा नागरिकका पहुँचका लागि नेपालको कानुन 2072ले स्थानीय तहलाई समेत वडामा विभाजन गरी विकास कार्य अगाडि बढाएको छ। वडा तथा स्थानीय स्तरको विकासको लागि स्वयं उक्त क्षेत्रकै जनप्रतिनिधि हुन आवश्यक हुन्छ। स्थानीय जनप्रतिनिधिले मात्र आफ्नो ठाउँको समस्या बुझी सोही अनुरूपको काम गर्दछन्। 2079 को स्थानीय स्तरको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूमध्ये कतिले तलब भत्ता मात्रै लिए भने केहीले वास्तवमै उल्लेखनीय काम गरी आफ्नो वडालाई समृद्धि तथा बृहत्तर हितको लागि काम गर्दै आएका छन्। इन्जिनियर सभा आउनुभएको छैन, अब इन्जिनियर सभा आउनु भएपछि यसको एक उदाहरण हुनुहुन्छ भुम्लु गाउँपालिका वडा नम्बर 10 का वडाध्यक्ष श्री
केशरमान लामा। आफ्नो ओडा तथा टोल समाजमा आइपर्ने हरेक दुःख पीडामा सारथी बनिरहने लामालाई जनप्रतिनिधिको रूपमा पाउँदा ओडावासी नागरिकहरू धेरै नै खुसी छन्। लगनशील, हँसिलो र सरल स्वभावका अध्यक्ष लामाले विपद व्यवस्थापन तथा समानुपातिक विकासमा सक्षम भूमिका निर्वाह गरेको देख्न सकिन्छ। लामा जस्ता सक्षम युवाले मात्र नागरिकहरूको आर्थिक, सामाजिक, शैक्षिक रूपान्तरण एवं पर्यावरणीय हितलाई ध्यानमा राखेर काम गर्न सक्दछन्। अध्यक्ष केशरमान लामाले के रात, के दिन, के बिदा, के शनिबार जस्तो सुकै परिस्थितिमा पनि ओडावासीको घर घरमा पुगेर सेवा दिनुहुन्छ। त्यति मात्र होइन, उहाँ ओडाभित्र रहेका अशक्त, अपाङ्ग, बाल, वृद्ध सबैको मनमा बस्न सफल हुनुभएको छ भने यस्ता जनप्रतिनिधि देशकै उदाहरण बन्ने गरेका छन्। स्थानीय तह आइसकेपछि भन्नु पर्दाखेरि विकास भएको छ। पहिला यहाँनिर भन्यो भने मान्छेले खने बाटो हो, यो मिसिन लाएर खने नि होइन। पहिला मान्छेले खने बाटो अहिले यतिको भयो। अहिले बर्खामा नि चलिरहेको हुन्छ, हिउँदामा नि यो बाटो सुचारू नै छ होइन। धेरै राम्रो छ, नाली साली सबै बन्दैछ, विकास भइरहेछ होइन। पानीको विकास भयो, सबै कुराको विकास भइसक्यो पहिला हेरिकन अहिले। पहिलाभन्दा अलि भएकै जस्तो लाग्छ मलाई त। बाटोमा पानीमा भइरहेको छ, यसो टुटफुट भएको ठाउँमा उनीहरूले मद्दत गर्दैछ। तामाङ, ब्राह्मण, छेत्री, माझी, पहरी, दलित समुदाय लगायत सबै जनजाति परस्पर मिलेर बस्ने ओडावासीको धर्म, संस्कृति, परम्परा, भाषा, वेशभूषा आदिमा भने आफ्नै मौलिकता रहेको छ। दशैं, तिहार, लोसार, बुद्ध जयन्ती, माझीहरूको लदी पूजा, साउंडे संक्रान्ति, माघे संक्रान्ति लगायतका चाडपर्वहरू मनाउने गरिन्छ भने तीज, शिवरात्रि, सद्बीज छर्ने लगायतका चाडपर्वहरूमा शिवालय, मठ मन्दिर तथा गुम्बा आदिमा जाने गर्दछन्। बुद्ध मूर्ति पिपल डाँडा, छोर्तेन गुम्बा, परिवर्तन डाँडा, भगवती मन्दिर, बुढाथोकी डाँडा, काफल पानीमा रहेको महादेव मन्दिर र महाकाल भूमि मन्दिर सतल सबैको आफ्नो महत्त्व रहेको छ। पहिला ठुलो पिपलको बोट थियो, त्यो बोट आफै मऱ्यो। त्यो मरेपछि अब यहाँ चौर त खाली भयो। फेरि यहाँ चाहिँ अनिवार्य साउन महिनामा ठकुरी जान्छ। अनि साउन व्रत लिन्छ, पूजा गर्न प्लान जग्गामा भगवती र गणेश कालिका छ। त्यो भगवान देवता प्रायः उनीहरूले यो पूजा गर्न शिव स्थापना गर्न पाए हुन्थ्यो। अलिकति पालिका बजे हाल्दै हामी यहाँ मन्दिर बन्छ भने हामीले माग गरौँ। पालिका थोरै 3 लाख चाहिँ बजेट हालिदिनु भएको थियो। त्यो 3 लाखबाट हामी चाहिँ सानो घर बनाएर, पिपल बोट मर्छ सानो घर बनाएर अनि हामीले त्यो मूर्ति सुर्ति किनेर ल्याएर महिलाहरू तीजमा पनि व्रत बस्छ पूजा गर्नलाई। अलिक गाह्रो भयो, द्वार जान टाढो उकालो भोको पेट्न गाउँ भयो हुन्थ्यो भन्ने द्वार गरेर अनि पालिका बजेमा आएर हामीले 1980 सालतिर स्थापना गरेर मैले आफै अध्यक्ष भनेर सामान ल्याएर अनि पाटन गरेर मूर्ति सुर्ति किनेर ल्याएर हामीले यहाँ स्थापना गरेर अनि शिवरात्रिमा लागिन्छ, तीजमा लागिन्छ, अनि जहिले पनि गएर गर्दा हुन्छ। अब सुख शान्ति होइन, सुख शान्ति हुन्छ, धर्म हुन्छ भनेर गइन्छ नि। भेटीघाटी हुन्छ अनि भेटीघाटी चाहिँ एउटा त्यहाँनिर सन्जा बाक्सा जस्तो राखिन्छ। अनि त्यो बाक्सामा लगाएर भेटी राख्ने। अनि त्यो भेटीले भोलि मन्दिरमा कुनै के सुधार गरिन्छ भने बिग्रे नासेमा होइन सुधार गरिन्छ। यो भगवतीको मन्दिर यही गाउँ घरकाले यसो झुझार गर्छन्। यहाँ दसैँ फुलबाजीको दिन बाउबाजेको पालादेखि गरेको रहेछ। न्यूनदेखि उच्च भूबनोट रहेको यस ओडाको मौसममा समेत विविधता रहेको छ। दोलालघाट पर्यटकीय दृष्टिकोणले धेरै नै सम्भावना बोकेको ओडा हो। प्राकृतिक रूपमै इन्द्रावती र भोटेकोसीको सङ्गम स्थल जसलाई पर्यटकीय क्षेत्रको रूपमा हेर्ने गरिन्छ भने यस दोलालघाट बजार माछा पाउने बजारको रूपमा पनि प्रख्यात छ। दैनिक सयौं पर्यटक आउने यस स्थानलाई अझ आकर्षक बनाउन जोड दिनुपर्ने बताउँछन् स्थानीय। इन्द्रावती र सुनकोशी नदीको सङ्गम स्थल यो चाहिँ एउटा पर्यटकीय आन्तरिक पर्यटकको लागि असाध्यै महत्त्वपूर्ण गन्तव्यको रूपमा हामीले विकास गर्न सकिन्छ। योभन्दा अगाडि पनि यो ठाउँले एउटा आफ्नो इतिहास, आफ्नो पहिचानहरू राखिरहेको सन्दर्भमा यहाँ धेरै यहाँको सम्भावना, पर्यटकीय स्तरको सम्भावनाहरू भनेको यहाँको माछा
लोकल माछादेखि लिएर यहाँ राफ्टिङ बोटहरू सञ्चालन गर्दाखेरि यहाँको आन्तरिक पर्यटकको विकास हुनसक्छ र यसले वास्तवमै काभ्रे जिल्लाको मात्रै नभइकन सबै समग्र देशको एउटा आर्थिक विकासमा टेवा पुर्याउन सक्ने सम्भावना छ। त्यसो हुनाले यहाँको लागि धेरै ठुलो सम्भावनाहरू छ। यसको विकासको निम्ति सरकारवाला सम्पूर्णलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। पछिल्लो समय धेरैको पिकनिक गन्तव्य समेत बन्ने गरेको दोलालघाटमा जेटबोर्ड, राफ्टिङ, होमस्टे आदिको विकास र प्रवर्धन गर्न सके आर्थिक समृद्धि हुने कुरा पक्का छ। धार्मिक, ऐतिहासिक रूपमा समेत धनी यस ओडाले स्थानीय मठ मन्दिर, भाषा, कला, संस्कृति आदिको निर्माण तथा संरक्षण गर्दै आएको देखिन्छ। कयौं वर्षदेखि हुन नसकेका थुप्रै कामहरू स्थानीय सरकार आएपछि सम्पन्न भएको देख्न सकिन्छ। थाती योजनामा रहेका कार्यहरू पनि समयमै सम्पन्न गर्न यस भुम्लु गाउँपालिका वडा नम्बर 10 का जनप्रतिनिधिहरू तल्लीन भएर लागेका छन्। युवालाई स्वदेशमै रोजगार भन्ने अवधारणा ल्याई वडाले विभिन्न सिप, तालिम, अनुदान तथा औजारहरू समेत हस्तान्तरण गरिसकेको छ। सडक नपुगेका स्थानहरूमा सडक बाटो पुर्याइएको छ। घण्टौंसम्म पानी बोकेर खानुपर्ने समस्या समाधान गर्दै घर घरमा धारा पुर्याइएको छ। विकास पूर्वाधारका अङ्गलाई व्यवस्थित, मर्यादित र प्रविधि मैत्री बनाउन राम्रै लगानी गरिएको छ। विकासको साथसाथै ओडाले मानव जीवनका लागि अति नै आवश्यक आधारभूत पक्षहरू जस्तै स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई, कृषि लगायत सबै पक्षलाई उत्तिकै महत्त्व दिएको छ। हाल भुम्लु गाउँपालिका वडा नम्बर 10 खुम्बारीमा रहेको दोलालघाट स्वास्थ्य चौकी र दोलालघाट स्वास्थ्य इकाइले वडावासीलाई स्वास्थ्य सेवा दिँदै आएको छ। एम्बुलेन्स सेवा सहितको सुविधा सम्पन्न दोलालघाट स्वास्थ्य चौकीले निम्न सेवाहरू प्रदान गर्दै आएको छ। ओपिडी सेवा, खोप सेवा, सिबी, आइएम, एनसिआई सेवा, फेमिली प्लानिङ तथा प्रसुति सेवा, ज्येष्ठ नागरिक घर दैलो कार्यक्रम, गाउँघर क्लिनिक सेवा, मुख्यमन्त्री तथा जनता स्वास्थ्य कार्यक्रम लगायतको सेवा दिँदै आएको छ। हाम्रो यस दोलालघाट स्वास्थ्य चौकीले चाहिँ ओपिडी सेवा, सिबिआइएम, एनसिआई सेवा, फ्यामिली प्लानिङ सेवा अनि ज्येष्ठ नागरिक घर दैलो कार्यक्रम जो चाहिँ हस्पिटलसम्म आउन सक्नुहुन्न, हेल्पसम्म आउन सक्नुहुन्न उहाँहरूको चाहिँ घर घरमा गएर हामीले उहाँको स्वास्थ्य परीक्षण गर्ने गरेका छौँ। अनि गाउँघर क्लिनिकहरू सञ्चालन गर्ने गरेका छौँ जुन चाहिँ हेल्पसदेखि टाढा रहेको बस्तीहरूमा गएर। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि हामीले सञ्चालन गर्ने गरेको छौँ। त्यो चाहिँ 30 वर्षदेखि माथिको व्यक्तिहरूको नसर्ने रोगहरूको स्क्रिनिङ गर्नको लागि गरिएको हो। हामीले यसबाट परिवार नियोजनको सेवा पनि प्रदान गरिरहेका छौँ। यहाँ नहुने जटिल समस्याहरू चाहिँ हामीले हाम्रो भुम्लु गाउँपालिकामा रहेको एकमात्र हस्पिटल भुम्लु बेसिक हस्पिटलमा रिफर गर्ने गर्छौँ। अनि त्यसको लागि चाहिँ एम्बुलेन्स आवश्यकता पर्यो भनेदेखि भुम्लु गाउँपालिकाले एम्बुलेन्सको पनि व्यवस्था गरेको छ। बच्चाहरूलाई सामान्य रुगाखोकी लाग्ने, जाडापखाला लाग्ने त्यस्तै समस्याहरू चाहिँ लिएर बढी आउनुहुन्छ। एलर्जीको अहिले त धेरै नै राम्रो भएको छ। आवश्यक औषधिहरू अनि आवश्यक सेवा सुविधाहरू सबै नै छ। जुन हेल्पस लेभलमा हुनुपर्ने त्यो चाहिँ सबै आवश्यकता अनुसार नै छ यहाँ। स्वास्थ्य चौकी दोलालघाटले इमर्जेन्सी र जटिल खालको बिमारीलाई सम्बन्धित अस्पतालसम्म पुर्याउने गरेको छ। त्यस्तै स्वास्थ्य इकाइ दोलालघाटले समेत स्वास्थ्य सेवाका साथसाथै पशुहरूको स्वास्थ्य तथा कीटनाशक औषधिहरू समेत निशुल्क वितरण गर्दै आइरहेको छ। उपस्वास्थ्य चौकीबाट तपाईँको अब इन्चार्जहरू आउनुहुन्छ। प्रत्येक महिनामा 21 गरीको चाहिँ यहाँ आउनुहुन्छ। यसमा यो कार्यालयमा उहाँले अहिलेसम्म राम्रै प्रविधियुक्त गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने कुरालाई आत्मसात गर्दै भुम्लु गाउँपालिका वडा नम्बर 10 ले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाएको छ। वडाभित्र सञ्चालित विद्यालयहरू सौवर्ण आधारभूत विद्यालय काफलपानी, सरस्वती प्राथमिक विद्यालय नौले गाउँ,
सवर्ण आधारभूत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथसाथै आधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याबद्वारा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने गरेको छ। दिवा खाजाको व्यवस्था गर्नुको साथै विभिन्न छात्रवृत्ति समेत व्यवस्था गर्ने गरेको छ। ओडाले पनि हामीले तपाईँको निःशुल्क शिक्षा भने चाहिँ हाम्रो निःशुल्क शिक्षा पालिका घोषणा भइसक्यो। विद्यार्थीहरूको यो शैक्षिक गुणस्तर वृद्धिको लागि चाहिँ अनि पालिकाले चाहिँ हामीलाई सम्पूर्ण यो परीक्षा सामग्रीदेखि लिएर स्टेसनरी पनि उनीहरूले उपलब्ध गराइन्छ। पहिलो कुरो। दोस्रो कुरो चाहिँ उनीहरूलाई अब विद्यार्थीलाई आकर्षण गर्नको लागि चाहिँ अब हामीले चाहिँ यो दिवा खाजाको पनि व्यवस्था गरेको छ। नेपाल सरकारले दिने 15 रुपियाँमा प्लस 10 रुपियाँ अथवा 25 रुपियाँ दिन्छ। अनि विद्यार्थीलाई आकर्षण चाहिँ त्यसरी गरिरहेको अवस्था चाहिँ हो। गुणात्मक शिक्षा वृद्धिको लागि चाहिँ तपाईँ जति स्टुडेन्टहरू छन् होइन, त्यसको गुणस्तर कसरी वृद्धि गर्ने भुम्लो गाउँपालिका शिक्षा शाखाको निर्देशन त्यही छ। अनि त्यो अनुरूप चाहिँ हामी विद्यार्थीहरूको गुणस्तर वृद्धिको लागि चाहिँ भनौँ अभिभावक विद्यार्थी आएनन् भने किन आएनन् भनेर अभिभावकहरूलाई तपाईँको खबर गर्ने, अनि उनीहरू बिरामी पर्यो कि के कारणले आएनन् अनि भनेर उनीहरूलाई पनि अब विद्यालयबाट उनीहरू के कमी कमजोरी भयो कि भन्ने कुरा चाहिँ अभिभावकले हामी चाहिँ गुनासोहरू लिने गर्छौँ होइन। अहिले विद्यार्थीहरूमा चाहिँ एउटा त्यो अङ्ग्रेजी शिक्षाको मोह छ होइन तपाईँको। त्यसले गर्दाखेरि हामीले चाहिँ यो बाल कक्षादेखि 1सम्म चाहिँ इङ्ग्लिस मिडियम पढाउने भनेर चाहिँ त्यो पनि प्रयास गरेका छौँ। दोस्रो, हामी त्योभन्दा माथिको क्लासको चाहिँ नेपाल सरकारले जुन व्यवस्था गरेको बुक बाहेक चाहिँ एक्स्ट्रा तपाईँको इङ्ग्लिस बुक राखेर अनि एक्स्ट्रा क्लास लिने, अनि प्लस तपाईँको हामी यो जुन कम्प्युटर कुरा गर्नु भने अनि मैले तपाईँको बच्चाहरूलाई त्यो कम्प्युटर क्लासमा पनि लगेर केही सिकाउनु चाहिँ गरेका छौँ। अब त्यो अतिथि क्रियाकलाप हाम्रो क्यालेन्डर अनुसार हुन्छ। कहिले तपाईँको हाइजाप प्रतियोगिता हुन्छ, होइन कहिले हिजे हुन्छ, कहिले चित्रकला हुन्छ, होइन कहिले खेलकुद हुन्छ। त्यो अनुरूप चाहिँ हामी गर्छौँ। त्यस्तै नौले गाउँमा रहेको सरस्वती प्राथमिक विद्यालयले पनि ओडाको सहकार्यमा शिक्षाको स्तरमा वृद्धि गर्दै आएको छ। सूक्ष्म शिक्षण क्रियाकलाप राम्रो हुनु पर्यो अनि राम्रो हुन्छ। अनि त्यसपछि अभिभावक र अनि तपाईँको अभिभावक अनि विद्यालयको व्यवस्थापनको समिति तथा अनि यो शिक्षक अभिभावकसँगको अति नजिकभन्दा नजिक घनिष्ठ भएर राम्रो हुनु भयो भने राम्रो हुन्छ भनेर मैले सुझावहरू राखिदिएको छु सर। विद्यार्थीहरूलाई खेलकुद लगायत अतिरिक्त कार्यहरूमा समेत अग्रसर गराउँदै आएको ओडाले मानव जीवनको प्रमुख आधार जल अर्थात् खानेपानीको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै गरेको पाइन्छ। एक घर एक धारा अवधारणा अनुसार प्रत्येक घरमा स्वच्छ खानेपानी पुगेको छ। ओडाले पालिका तथा प्रदेशको सहकार्यमा डिब्बरिङ गरी लिफ्टिङद्वारा ठाउँ ठाउँमा ट्याङ्की राखी पानी वितरण गर्दै आएको छ। ट्याङ्की बनाएको छ, अहिले ठुलो ट्याङ्की बनाएको छ, अर्को बनाएको छ। फेरि यो यतापट्टि चाहिँ पहिलाको ट्याङ्की भयो, उतापट्टि अहिले भर्खर हालसाल बनाएको। न यताको खनाउने हो कि उता सुनकोशी खनाउने हो थाहा छैन। घर घरमा धारा चाहिँ छ, एक घर एक धारा चाहिँ छ। यो पानी तानेर खाइरहेछ। महिनाको 400 दिनुभयो। घरै पछि आउँछ 1 घन्टा, 1000 लिटर जति आउँछ। पानी चाहिँ ठिकै छ। 2 ठाउँबाट पानी आइरहेछ। अहिले पानी चाहिँ अहिले चाहिँ राम्रै। ओडाभित्र हाल केही निर्माण भइसकेका र केही क्रमागत निर्माण प्रक्रियामा रहेका खानेपानी आयोजनाहरू रहेका छन्। सेलापाखामा रहेको ट्याङ्कीबाट पानी वितरण हुँदै आएको छ भने परिवर्तन डाँडा मानेमा रहेको ट्याङ्कीबाट समेत पानी वितरण हुँदै आएको छ। उक्त स्थानमै ठूलो क्षमताको पानी ट्याङ्की समेत निर्माण भइसकेको देख्न सकिन्छ। क्रमागत निर्माण प्रक्रियामा रहेका खानेपानी आयोजनाहरू बुढाथोकी डाँडाखोला लिफ्टिङ खानेपानी आयोजना 10 लाखको काम सम्पन्न, थप 10 लाखको काम हुँदै। चाखोला टारीखेत खानेपानी आयोजना 10 लाखको काम हुँदै। चिलाउने खानेपानी योजना 10 लाखको काम सम्पन्न। त्यस्तै एक घर एक धारा अभियानको काम हुँदैछ भने खानेपानीको स्रोत तथा मुहानलाई व्यवस्थित गर्दै लगिएको छ। कृषि प्रधान देश नेपाल, कृषिका लागि अत्यावश्यक हुन्छ सिँचाइ। भुम्लु गाउँपालिका वडा नम्बर 10 मा पनि सिँचाइका लागि विभिन्न सिँचाइ कुलोहरू निर्माण भइसकेका छन्। केही निर्माणको क्रममा समेत रहेका छन्। इन्द्रावती नम्बरी डाँडा लिफ्टिङ सिँचाइ आयोजनामा 26 लाखको काम सम्पन्न भइसकेको छ भने 10 लाखको काम हुँदैछ। केही सम्पन्न र
केही क्रमागत निर्माण भइरहेका खानेपानी तथा सिँचाइ योजना पूर्ण भए पश्चात कृषिको साथसाथै ओडावासीको दिनचर्यामा समेत परिवर्तन आउने पक्का छ। परम्परागत कृषि हुँदै आएको भुम्लु वडा नम्बर 10 मा अहिले आधुनिक कृषि अवधारणालाई जोड दिएको छ। मकै, गहुँ, धान, कोदो, फापर, तोरी लगायतका खेती हुँदै आएको यस वडामा विभिन्न नगदे बालीहरू, गोलबेडा खेती, कुखुरा पालन, बाख्रा पालन, पशुपालन, माछा पालन, बुद्धचित्त, रुद्राक्ष तथा ड्रागन फ्रुट लगायतका खेतीहरू हुने गरेको छ। तरकारी गोलभेडाहरू, सिमीहरू, अनि मकै, यही घिउ सिमी, बोडी, लौका, काँक्रो, कागती छ, अनार छ, अझ फुलहरू छ, खुर्सानी, फर्सी छ, बोरीहरू छ, सिमी छ। यहीँ लिन आउँछ गाडी ल्याएर। किलोको 140 लान्छ, पोर्दा त्यति लगेको, यसपालि चाहिँ कति लाने होला। यहीँ लिन आउँछ गाडी ल्याएर। कृषि तथा पशु स्वास्थ्यको हितलाई प्राथमिकतामा राख्दै ओडाले पशु विशेषज्ञ मार्फत ओडावासीलाई सेवा प्रदान गर्दै आएको छ। पशुपन्छी कार्यालयबाट चाहिँ जस्तै मेडिकलको सेवा, माइनर सर्जिकल, गाइनो, अनि परजीवी नियन्त्रण, अनि प्रयोगशालामा चाहिँ गोबर परीक्षण, खोपको कार्यक्रमहरू जस्तै पिपिआर, एलएसडी, लम्पी स्किन रोग, खोरेत, अनि रेबिज, यिनीहरूको चाहिँ हामीले सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गर्दै आएको। जस्तै सिजन अनुसारको, जस्तै अब पिपिआरको चाहिँ अब लगभग अब हामीहरूको सुरु हुन लागिसकेको छ। जस्तै लम्पी स्किनको चाहिँ हामीले यो गएको महिनामा हामीले सप्ताहव्यापी रूपमा नै कार्यक्रम सञ्चालन गरेको हो भने खोरेतको चाहिँ हामीले माघ महिनामा यो 81 को माघ महिनामा चाहिँ हामीले खोरेतको कार्यक्रम सञ्चालन गर्यो भने रेबिजको चाहिँ अब आउने रेबिज सप्ताहव्यापी कार्यक्रम यो रेबिज दिवसको दिनदेखि नै हामीले सप्ताहव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्छ। परजीवीमा जस्तै नामले जुका यो इन्टर्नललाई भयो भने एक्सटर्नललाई चाहिँ जस्तै उपिया, केर्ना, यिनीहरूको लागि चाहिँ हामीले झोलमा चाहिँ टिक्स आउट भन्ने एउटा औषधि पाइन्छ, त्यो औषधि चाहिँ हामीले किसानलाई वितरण गर्ने गरिन्छ। जस्तै अनि पशुधन बिमा कार्यक्रम पनि हामीहरूको सञ्चालन भएको छ भने जस्तै पालिकाले राखेको वार्षिक कार्यक्रम अन्तर्गतको चाहिँ सुत्केरी बिमा कार्यक्रम, दुधमा 1 रुपियाँ अनुदान कार्यक्रम, अनि बोका वितरण कार्यक्रम, बाख्रा वितरण, बङ्गुर वितरणको कार्यक्रम र दुधालु गाई भैँसी वितरण। यो साल हामीले यो गत साल 5 वटा बाँडेको थियो भने यो साल चाहिँ पुनः फेरि 5 वटा कृषकहरू छनौट गरी हामीले वितरण गरेका छन्। जस्तै घाँस काट्ने च्याप कटर मेसिन वितरण। पशु एकदम सिकिस्तै भएको अवस्थामा चाहिँ हामी किसानकै घर दैलोमा गएर त्यो रोगको प्रकृति अनुसार चाहिँ हामीले उपचार गर्ने गरेका छौँ। हामी ओडाको कर्मचारीहरूको मार्फत मिल र अनि जनप्रतिनिधि बिचकोमा चाहिँ वितरण गरिएको सामग्री, पशु वस्तु र अनि हरेक उहरूको कार्यक्रमहरूको चाहिँ अनुगमन तथा निगरानी गरिरहेको छ। पशु तथा कृषिका क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको ओडाले कृषि तथा पशुपालनका लागि आवश्यक पर्ने अनुदान तथा औजारहरू समेत प्रदान गर्दै आइरहेको छ। ओडाले गाउँपालिकासँग समन्वय गरी 100 भन्दा धेरै संख्यामा ओडावासीलाई हाते ट्र्याक्टर वितरण गरिसकेको छ। अनुदान यसपालि ट्र्याक्टर एउटा ल्यायो, पम्प एउटा ल्यायो। सोही अनुपातमा हाते पम्प लगायतका कृषि औजारहरू समेत वितरण गरेको छ। 54 किलोमा छ नि कृषि सागरी के भन्छ नि हो त्यहाँबाट हामीलाई मलाई दिएको छ, 2टा बाख्रा दिएको छ, राम्रै छ। उसले ब्याए पनि हामीलाई दिइरहेको छ पनि है, खाइरहेको छ। अब खसी भयो, बोगा भयो, अब खसी पनि बेच्यो, बोगा पनि बेच्यो। अब एउटा पठ्याङ्ग्रे चाहिँ उनीहरूलाई चाहिन्छ भन्छ दिनुपर्छ। त्यस्तै चाखोला साना किसान तथा कृषि सहकारीसँग समन्वय गरी ओडाले मल तथा कृषि बिउ बिजन समेत वितरण गर्दै आएको छ। ओडाले अपाङ्ग, अशक्त, दलित, पिछडिएका परिवारलाई कुखुराको चल्ला, बाख्रा, भैँसीको पाडापाडी समेत अनुदान दिने गरेको छ। भैँसी एउटा पालिकाबाट खुसी लागेको छ, हामीलाई धेरै राम्रो छ।
अनुदानमा पाएकोमा हामीलाई धेरै खुसी छौँ। वडाबाट अनुदान पाएकोमा खुसी त छन् नै, अझ थप अनुदानको अपेक्षा समेत उनीहरूले गरेका छन्। अबको दिनमा त्यस्तो अनुदान पाइयोस् र हामी किसानहरूलाई होइन धेरै सहुलियत छ, धेरै राम्रो छ। तपाईँको 1,50,000 पर्थ्यो भने हामीलाई अब त्यसको आदि अनुदानमा हामीले पाएका छौँ। त्यसको लागि धेरै राम्रो छ, पालिकाले राम्रो गरेको छ। वडाका नागरिकलाई सशक्त बनाउन वडाले विभिन्न तालिमहरू समेत प्रदान गरेको छ। अचार बनाउने तालिम 25 जनालाई, विभिन्न कृषि तालिम प्रदान तथा पालिकाबाट प्राप्त तालिमहरूमा वडावासीहरूको उल्लेखीय सहभागी गराउने गरेको पाइन्छ। तर उत्पादन प्रशस्तै भए पनि बिचौलियाका कारण उचित बजार भाउ पाउन नसकेको स्थानीयको गुनासो रहेको छ। बजारीकरणको समस्या त अलि समस्यै हो नि। अब उहाँहरू ठेकदार आउनुहुन्छ, उहाँहरूले गाडी ल्याउँछ, हामीले अलि त्यसमा चाहिँ भनेको सपुत मोल पाउँदैन क्या। आफूले बोकेर लगे पनि उस्तै हो, बजार पुगे पनि यहाँ आए पनि उस्तै छ। उहाँहरूकै भाउमा बेच्नुपर्छ कि अब के गर्नु त। हामीलाई त निकाले पनि गाह्रो छ, बोक्नु नसक्ने। अब गाडीले अब लिन आउँदैन 1-2 क्रेट, हामीलाई 50 रुपियाँ दिन्छ भने उनीहरूले 100 मा बेच्छ, अझ उनीहरूको खुसी हुन्छ। बजार पुऱ्याए पनि त्यस्तै हो, 70-80 रुपियाँ पुगिसक्यो, बजारमा 100-110 सम्म छ अहिले। बजारको 30 पैसा गरिदियोस्, मूल्य निर्धारण गरियोस् भन्ने छ। वडाले सम्बन्धित निकाय तथा पालिकाको समन्वयमा चिस्यान घर निर्माणको लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ। तब मात्र कृषकले उचित बजार भाउ पाउन सक्दछन्। वडाभित्र रहेका फार्महरू: टीका कुमारी कृषि तथा पशुपन्छी फार्म, एलिना कृषि तथा पशुपन्छी फार्म, नमुना सेतीदेवी कृषि तथा पशुपन्छी फार्म, सेवाङमी कृषि तथा पशुपन्छी फार्म, कोलमुनी कृषि तथा पशुपन्छी फार्म, नौलेगाउँ कृषि तथा पशुपन्छी फार्म, भूमेस्थान कृषि तथा पशुपन्छी फार्म, एसएल कृषि तथा पशुपन्छी फार्म। त्यसैगरी वडाभित्र रहेका कृषक समूहहरू: बुढाथोकी टोल कृषक समूह, काफलपानी कृषक समूह, कुलमुनी कृषक समूह, पहरी टोल कृषक समूह, माझगाउँ कृषक समूह, पाखरिन टोल कृषक समूह, खुम्बारी कृषक समूह र स्वारा टोल कृषक समूह। कृषि तथा पशुपालनको लागि 50 देखि 100% अनुदान दिँदै आएको वडाले बिमामा अनुदान दिने, सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्ग लगायतलाई नियमित भत्ता तथा अनुदानमा निरन्तरता दिँदै आएको छ। लक्षित वर्गका लक्षित कार्यक्रम अन्तर्गत वातावरण मैत्री झोला र मास्क बनाउने तालिम, सुधारिएको आरन, आधुनिक वेल्डिङ मेसिन सम्बन्धी तालिम साथै प्रविधि हस्तान्तरण, कुखुराको चल्ला, बाख्रा, भैँसीको पाडापाडी लगायत विभिन्न अनुदान समेत प्रदान गरेको छ। वडाले बालबालिका तथा किशोर किशोरीहरूका लागि समेत विभिन्न कार्यक्रमहरू गरेको छ। बाल प्रतिभा उजागर गर्न हाजिरी जवाब, विभिन्न खेलकुद तथा व्यक्तित्व विकास सम्बन्धी तालिम, किशोर किशोरीहरूको शारीरिक तथा मानसिक अवस्थाबारे चेतनामूलक तालिम दिनुका साथै महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने मात्र नभई महिला सशक्तिकरणका लागि हक, हित र अधिकार सम्बन्धी कार्य गर्ने तथा तालिमहरू समेत प्रदान गर्ने गरेको पाइन्छ। अझ योभन्दा राम्रो हुनु पर्यो, अझ विकास आइदिए अझै राम्रो हुनु पर्यो, त्यो सुरक्षा गर्दै हुन्थ्यो भन्ने छ, वडाबाट केही सहयोग गर्दै हुन्थ्यो भन्ने छ। भुम्लु गाउँपालिका वडा नम्बर 10 मा रहेको प्रहरी चौकी दोलालघाटले वडावासी नागरिकलाई सुशासनको अनुभूत हुने खालको सार्वजनिक सुरक्षा प्रदान गर्नुका साथै विपद व्यवस्थापन तथा जनगुनासोलाई प्राथमिकता दिँदै आएको छ। यस प्रहरी चौकी दोलालघाटले साधारण स्रोतले भ्यासम्म शान्ति सुरक्षाको व्यवस्था कायम गर्दै आएको छौँ। त्यस्ता जाहेर नगर नहुने जघन्य अपराध परेको खण्डमा 5 कलको समन्वयमा जिल्ला प्रहरी कार्यालय जाहेर गर्ने गरेका छौँ। यो विवाद व्यवस्थापन पर्दाखेरि हाम्रो स्रोत र साधनहरू, यहाँ भएको स्रोत र साधनहरू प्रयोग गरेर उल्लेख्य काम गर्दै आएको छौँ। तीव्र रूपमा विकासले फड्को मार्दै गरेको भुम्लु गाउँपालिका वडा नम्बर 10 ले समावेशीको क्षेत्रको विकासको लागि काम गर्दै आएको छ। धारा, सिँचाइ कुलो, खानेपानीको ट्याङ्की,
स्वास्थ्य चौकी भवन, सामुदायिक भवन, विद्यालयको भवन निर्माण, नयाँ सडकका ट्र्याकहरू खोल्ने, सडक मर्मत सम्भार गर्ने, धार्मिक मठ मन्दिर, गुम्बा, पाटीपौवा, चौतारा निर्माण, सिँढी बाटो निर्माण गर्ने तथा नयाँ योजना र प्रस्ताव अघि सार्ने जस्ता उल्लेख्य काम गर्नुका साथै चरणबद्ध रूपमा विकासको कार्य गर्दै आएको देखिन्छ। केही सम्पन्न र केही निर्माणका क्रममा रहेका विकासको आयोजनाहरू: 54 किलो नम्बरी डाँडा सडक स्तर उन्नति 30 लाख बजेटमा निर्माण हुँदै। सौरा टोल जाने सडक स्तर उन्नति 4 लाखमा निर्माण। दोललघाट तेमाल बेसी जाने सडकमा पर्खाल निर्माण 55 लाखमा निर्माण सम्पन्न। 54 किलो नम्बरी डाँडा पलाञ्चोक सडक 1 करोड लागतमा स्तर उन्नतिका लागि काम सुरु। खोरण्ड खोला दोलालघाट बस्ती नदी नियन्त्रण गर्न 25 लाखको काम हुँदै। सौवर्ण आधारभूत विद्यालयको भवन 25 लाख बजेटमा निर्माण सुरु हुँदै। दोलालघाट स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुँदै। इन्द्रावती दोलालघाटमा पिकनिक स्पोट 20 लाखमा निर्माण सम्पन्न। परिवर्तन टोल बाँसघारी एक्लो चौतारी हुँदै माकल डाँडा कृषि गोरेटो बाटो स्तर उन्नति तथा 7,61,000मा निर्माण सम्पन्न। पिपल डाँडा मुनि च्यान डाँडा समाधि स्थल 7 लाखमा निर्माण सम्पन्न। खुम्बारी सामुदायिक भवन 30 लाख बजेटमा निर्माण हुँदै साथै कोलमुनि सामुदायिक भवन 15 लाखमा निर्माण सम्पन्न। महाकाल डाँडा भूमेस्थान मन्दिर 3 लाखमा निर्माण सम्पन्न। माझगाउँ सिँढी बाटो 7 लाखमा निर्माण सम्पन्न। छिटफुट बाहेक प्राय बिजुलीको पोलहरूमा फलामको प्रयोग गरिसकेको छ। ओडाले गाउँपालिका तथा प्रदेशको सीमित बजेटको मापदण्डमा पनि चौतर्फी विकास र हितको काम गर्दै आएको छ। पहिलाभन्दा त धेरै राम्रो भएको छ नि त। पहिला त अब यहाँ हामी दोलालघाटमा बिहान जान्थे, बेलुका आउँथे, बाटो केही थिएन यहाँतिर। अब गोरेटो बाटो यो मात्र थियो। अहिले जे होस् गाउँमा चाहिँ बाटो टोलमा 2टा घर भए पनि त्यहाँ बाटो चाहियो सबैलाई। अब हेलपोस वडा कार्यालय सबै बनिसक्यो होइन। अब हेलपोस पनि त्यहाँ माथि बनेको छ। बाटोमा अलिकति पिच ठाउँमा अब ढलान होइन गरेर चाहिँ बाटो सम्पन्न भयो भने पिच भएपछि पलाञ्चोकमा दर्शन गरेर दोलाघाटमा पिकनिक एकदम राम्रो छ। दोलाघाटमा अब पिकनिक अब बजारभन्दा यहाँ दूषित हुँदैन। एकदम स्वच्छ हावापानी गाउँमा यसो होमस्टेमा बसेर खाने अनि सोख छ मान्छेले। 54देखि बाटो पिच गरे त हामीलाई राम्रो हुन्थ्यो नि। वडा कार्यालयमा आउनुलाई यो गाउँमा आउनुलाई कति राम्रो हुन्थ्यो। विकास भइरहेछ, बाटो खनिरहेछ, ठाउँमा ढलान गरिरहेछ सडकमा। आगो बजेटहरू काम भइरहेको छ। कोही ठाउँमा ढलान छ, कोही ठाउँमा ऊहरू गरिरहेको छ। अहिलेसम्मलाई चाहिँ जस्तो सम्बन्धमा भन्दाखेरि काम भइरहेको छ, चलिरहेको छ। ठाउँमा आगो बजेटहरूले काम भइरहेको छ, ढलान भइरहेको छ। हाम्रो सबभन्दा हुनुपर्ने नै त्यही हो विकासहरू। गाउँपालिकासँगको समन्वयमा ओडाले दोलालघाटमा जेट बोर्डको सफल परीक्षण गरिसकेको छ भने यसलाई व्यावसायिक रूपमा लैजान सम्बन्धित निकायहरूसँग छलफल गर्दै आएको छ। त्यस्तै राफ्टिङको समेत परीक्षण भइसकेको छ। ओडाले होमस्टेको अवधारणा अघि बढाउनुको साथै नम्बरी डाँडामा बुद्ध पार्क बनाउने तथा छोर्तेन र गुम्बा समेत निर्माणको लागि प्रस्ताव गरेको छ। विकास हुँदाहुँदै पनि युवा पलायन रोक्न नसक्नु यस ओडा समेतको समस्या रहेको छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा युवाहरू सहर तथा परदेश जान बाध्य छन्। अहिलेको समयमा हेर्दा चाहिँ खासै त्यस्तो अब कामसाम नभएको कारणले कोही चाहिँ अब लहैमा जस्तै कोही आफ्नो भविष्यको लागि सोचेर अब पलायन हुनुभएको। बेरोजगारकै कारणले होला जस्तो लाग्छ। सरकारले चाहिँ अब रोजगारको व्यवस्था गरिदिनु पर्यो। स्थानीय स्रोत साधनको उचित व्यवस्थापन गरियो भने अब सडक यस्तै खानेपानीको राम्रो व्यवस्था भयो भने चाहिँ अनि साथै अब तपाईँको चाहिँ ओडाले चाहिँ अब
दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न कार्यक्रमहरू तालिमहरू सञ्चालन गरिदिनु भयो भने चाहिँ अब त्यही रोकथाम गर्न सकिन्छ कि। यो ओडाको मात्र नभई देशकै समस्या भए तापनि ओडाले युवालक्षित कार्यक्रमहरू तथा उत्पादनमूलक योजना ल्याउन सके केही हदसम्म भए पनि युवा पलायन रोक्न सकिएला। ओडाले जनताको लागि ओडाबाट दिने सबै सेवाहरू समयमै प्रदान गर्दै आएको छ भने प्रशासनिक कार्य समेत चुस्त दुरुस्त राखेको छ। यस भुम्लो गाउँपालिका वडा नम्बर 10 वडा कार्यालयमा चाहिँ विभिन्न प्रशासनिक कामहरू हुँदै आएको छ, जसमा चाहिँ सामाजिक सुरक्षा वितरण तथा नवीकरण, घटना दर्ता, जसभित्र चाहिँ हाम्रो जन्म दर्ता, विवाह दर्ता, नागरिकता सिफारिस तथा भूमिकर सङ्कलन र विभिन्न किसिमका अन्य सिफारिसहरू जुन सेवाग्राहीहरूलाई आवश्यक पर्छ त्यो चाहिँ हामीले चुस्त दुरुस्त तथा छरितो रूपमा चाहिँ प्रदान गर्दै आइरहेका छौँ। हामीले यस वडामा सेवा लिन आउने सेवाग्राहीहरूलाई चाहिँ छिटो छरितो रूपमा सेवा दिँदै आएका छौँ। साथै अन्य प्रशासनिक कार्यहरू चुस्त दुरुस्त रूपमा चाहिँ कार्य सम्पन्न गर्दै आएका छौँ। भौगोलिक रूपले विकटता छ, सेवाग्राहीहरू सेवा लिन आउन ढिलो चाँडो हुन सक्छ र उहाँहरू जतिखेर आए पनि हामीले चाहिँ सेवा प्रदान गर्दै आइरहेका छौँ। भौतिक रूपमा कार्यालयमा सेवा लिन आउन नसक्ने सेवाग्राहीहरूलाई हामीले विभिन्न माध्यमबाट चाहिँ सेवा प्रदान गर्दै आइरहेका छौँ। 2079 को स्थानीय निर्वाचनबाट जनप्रतिनिधिको रूपमा निर्वाचित वडाध्यक्ष श्री केशरमान लामाले वडाको विकास र नागरिकको हक अधिकार तथा बृहत्तर हितको लागि कार्य गर्दै आउनुभएको छ। जनप्रतिनिधि भएर काम गर्नलाई खासै त्यति सजिलो त छैन, धेरै कठिनाइ छ। देशको अवस्था परिस्थितिले गर्दाखेरि अब बजेट पनि कमी आउने, जे जति आएको छ चाहिँ जोस राम्रै विकास भएको छ। अब कतै ढलान गरेको छ, कतै अब मर्मत सुधार बाटोहरू गरिरहेछ। पर्यटकीय क्षेत्र दोलालघाटमा चाहिँ प्रस्तावितहरू गरिरहेछ, कतिपय अब निर्माण पनि भइरहेछ। जुन यो पलाञ्चोक 54 किलो नम्बरी डाँडा सडक कालोपत्रे नभइन्जेलसम्म यहाँको विकास त्यति होला जस्तो लागिरहेको छैन। यसको लागि मैले सक्दो हाम्रा सङ्घ सरकारसँग र प्रदेश सरकारसँग पनि कोअर्डिनेसन भइरहेछ। अब पालिकाको समन्वयबाट जेट बोर्डलाई पनि प्राथमिकता साथ सञ्चालनै गरिरहेछ। बिस्तारै अब राफ्टिङहरू पनि सञ्चालन हुन्छ। नम्बरी डाँडामा एउटा चाहिँ पिकनिक स्पोटहरू हैन बनाउन सक्यो र यहाँतिर होमस्टे सञ्चालन गर्न सक्यो भने यहाँ चाहिँ राम्रै चाहिँ पर्यटनहरू भित्रिन्छ भन्ने आशा राखेको छ। एक टोल एक बाटो त पुरा सम्पन्न भइसकेको छ। यसलाई मर्मत सुधार गर्नलाई अति झन्झटिलो छ विपदको कारणले। जुन विगतको चाहिँ दशैंको टाइममा त्यो हिसाबले रातारात दिन खटेर चाहिँ जुन मैले मेरो वडाको आदरणीय दाजुभाइहरूलाई सेवा दिन सक्यो, मलाई त्यही उपलब्धि जस्तो लाग्छ। यो खासै उत्पादन भएको अनुसारले यो पालिकाकै एउटा बजारीकरणको चाहिँ समस्या, जटिल समस्या देखिरहेको छ। खानेपानीमा तपाईँको एकदमै अहिले जुन चिलाउने खानेपानीले करिब करिब 180 धुरी जतिलाई खानेपानी एक घर एक धारा खुवाइरहेछ र दोस्रो कतिपय अब हामी पनि खानुपर्छ भन्ने जुन 7 नम्बरको दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई पनि आवश्यकता पर्यो भने उहाँहरूले चाहिँ अब खानै पर्यो भने हामीले त्यहाँबाट पनि पानी उपलब्ध गराउने जुन समितिहरूसँग पनि छलफल भइसकेको छ, उहाँहरूलाई पनि पाउनुहुन्छ। विशेष गरी महिलाहरूलाई सिपमुलुक तालिमहरू, अचार बनाउने हैन यस्ता कार्यक्रमहरू पनि अगाडि बढाएको छ र ओडाले चाहिँ अब सबैले यस्ता खालका चाहिँ जुन सिप सिकाएको छ, जुन अब जस्तै अब खानेपानीहरू हैन कसरी खानुपर्छ र के गर्नुपर्छ यसको लागि पनि सहने गरेको छ। र दोस्रो तपाईको अब हरेक चिजमै ओडाले समन्वय गरेर यहाँ गर्नुपर्ने क्रियाकलापको जुन स्वास्थ्यसँग भएको कामहरू पनि धेरै राम्रैसँग गरिरहेको छ। यो ओडाको स्वास्थ्यको लागि एकदम चानाखो भएर स्वास्थ्य कर्मीहरूलाई छिटोभन्दा छिटो सेवा दिलाउनका निमित्त मैले टाइममा फोन गरेर यस्तो अवस्था पर्यो भने ल है तुरुन्तै अग्रसरता लिनु होला भनेर चाहिँ एकदमै स्वास्थ्य क्षेत्रमा एकदम चनाखो बनाएको छ। विद्यालयमा पनि
विभिन्न सङ्घ संस्था या अब पालिकासँग समन्वय गरेर, किनकि यहाँको शिक्षा जुन एकदमै अग्रसर त होस् र राम्रो होस् भनेर हामीले जुन टिचरहरूसँग पनि छलफल अगाडि बढाइरहेको छ र यहाँका स्थानीय बासिन्दाहरूलाई पनि अब कुन बेला के पर्छ होइन, जुन हरेक चिजमा पनि एकदम समन्वय गरेर अगाडि बढिरहेको छ र यो एकदमै अब जुन मैले गर्नुपर्ने सेवाहरू र मैले दिनुपर्ने मेरो कार्यालयले सक्ने सेवाहरू यहाँका मेरा 10 नम्बर वडाका दाजुभाइ तथा दिदीबहिनी आमा बुबाहरूलाई एकदमै तीव्र गतिले कहीँ पनि रोकटोक नगरिकन सेवामा निरन्तरता अगाडि बढिरहेको छु। भुम्लु गाउँपालिकाको यस ओडाले समावेशीको क्षेत्रमा उल्लेखनीय काम गरी समृद्ध ओडा बनाउनको लागि परेको छ। अत ओडाले नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, विकासका साथसाथै ओडाभित्रै कृषि, पर्यटन लगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन युवा पलायन समेत रोकिने र समृद्ध ओडा बन्नेछ।